कान्छा हजुर म तिमीलाई एउटा कुरा सोध्छस् आज सेवारो बेबी सेवारो सेवारो मेरो बेबी अनि तिम्रो नाम के हो यो मेकअपको नि यो अनि नि तिम्रो नाम के हो भन न हजुर आमाको नाम के हो आमाको नाम चाहिँ के हो भन न रूपा राई अनि तिम्रो पनि रूपा राई आमाको पनि रूपा राई यता हेर न आमालाई है अनि नि खोइ ल्याउनु म लगाइदिन्छु यता अनि तिम्रो नाम के हो भन न नाम के हो निना माङ चाहिँ को हो खोइ निना माङ कहाँ आउनुहुन्छ ए अनि किन रूपा राई भनेको त अनि म निना माङ हो भन्नु पर्दैन यसो गर्नु सेवारो भनिदिनु त कान्छा सेवारो भनिदिनु न अहिले चाहिँ कान्छालाई अहिले तेल लगाएर मसाज गरिदिएको होइन अहिले नुहाई गरेर नि अनि मैले चाहिँ उसलाई भइसक्यो मलाई भयो यो के हो यस्तो ए के हो त होइन के लगाइदिनुहुन्छ हौ मलाई त सानोले ए त्यो चाहिँ त्यसरी लाउनु पर्छ तपाईँलाई कसले सिकाउनु भयो आफै अनि आफै बाटो हो म पिट्छु ल म तपाईँलाई पैया गर्छु ल यता हेर्नु त म तपाईँलाई नि भन्नु न भन्नु बाहेक होइन है त्यस्तो पनि हुन्छ बाहेक अनि बम सबैलाई झरेको नि बम त लु होस् छोडिदिनु अनि नि तपाईँको नाम भनिदिनुहोस् न मेरो नाम निना माङ हो भन्नु सेवा गरेर खोइ हात सेवा गरेर तपाईँहरू कस्तो हुनुहुन्छ भनिदिनु तपाईँहरूलाई सन्चै छ भन्नु उता हेरेर तपाईँहरू सन्चै हुनुहुन्छ भन्नु न म खोलिदिन्छु म हेल्प गर्छु भन्नु न म निना माङ लिम्बू हो तपाईँहरू सन्चै हुनुहुन्छ म खोलिदिन्छु भन्नु न बाबा प्लिज खोइ म खोलिदिन्छु टाइट छ त अनि कान्छ के गर्नु तान्नु पो पर्ने रहेछ हौ मलाई नै आउँदै छैन तपाईँहरू सन्चै हुनुहुन्छ भन्नु न म चाहिँ यहाँ मेकअप गर्दैछु है भन्नु न हौ बाबा बोल्नुहोस् न बोल्नु न खोइ भन्नुभएको तपाईँहरू सन्चै हुनुहुन्छ भन्नु न मलाई पनि लगाइदियो मलाई पनि लगाइदियो भयो ल तपाईँको नाम भनिदिनु लु उता हेरेर उहाँ हेरेर मेरो नाम निना माङ हो भन्नु म जाने ल अब भन्नु न भनिदिनु न बाई गरिदिनु न लु म जान्छु हा भन्नु कुखुरा खेदे सानोले घरभित्रदेखि आउनु लु लु म नुनु गराउँछु है अब आफै गर्नुपर्छ है म तिमीलाई मसाज गरिदिएर निन्द्रा लाग्नु नसुत्ने कहाँ जाने अनि दमक जाने अरे हौ म त छिला आछि हुन्छ नि म त मरेँ नि यो भाइसँग त सकिनँ हौ फेरि के लिएर आयो के गर्छ म त सक्दिनँ